रोहितजी कस्तो रह्यो भ्रमण कसरी यसलाई समराइज गर्नु यसपालि अब रिजल्ट त सबैलाई थाहा नै भइसक्यो होइन हामीले जुन हिसाबले सोचेर गएको थियौँ नेदरल्यान्ड्सको टुर हुन्छ भनेर त्यो हिसाबले भएन र त्यसमा चाहिँ डिसएपोइन्टमेन्ट छ त्यो बाहेक चाहिँ अब भनौँ नेक्स्ट टुरमा फोकस हुन्छ र लास्ट टुर अब त्यो फोकस त भएन अब मुभिङ अन नेक्स्ट वान अब त्यसमा चाहिँ बेस्ट दिनु पऱ्यो यसलाई अब कारण चाहिँ के मान्न सकिन्छ खासमा अब कन्डिसन त्यस्तो भएर हो अथवा हाम्रो यसपालि के भयो चाहिँ खास कारण चाहिँ के भन्न सकिन्छ अभियसली अब एउटा फ्याक्टर चाहिँ कन्डिसन हो बट स्टिल आई थिङ्क कन्डिसनलाई मात्र एक्सक्युज नबनाएर आई थिङ्क मलाई लाग्छ कि जुन हिसाबले हामीले ब्याटिङ गऱ्यौँ जुन हिसाबले हाम्रो अप्रोच थियो ब्याटिङमा त्यो चाहिँ अलिकति त्यो इन्टेन्ट देखिएन र मलाई लाग्छ कि त्यसले गर्दाखेरि अलिकति हामी पछाडि पुग्यौँ किनभने एज अ बलिङ युनिट मलाई हामी डिसेन्ट थियौँ थ्रुआउट द टुर्नामेन्ट एउटा ब्याटिङ र फिल्डिङमा पनि किनभने जुन स्ट्यान्डर्डको हाम्रो फिल्डिङ छ त्यो स्ट्यान्डर्डको फिल्डिङ यो टुर्नामेन्टमा गरेर एउटा म्याचमा 2-3 मेन क्याचेसहरू छोड्यौँ भने प्लस त्यही ब्याट्सम्यानले भनौँ म्यान अफ म्याच लिएर जान्छ 70-80 हानेर भने अभियसली त्यो भनौँ फिल्डिङले पनि त्यो एकदम ठुलो फ्याक्टर प्ले गर्छ गेममा सो मलाई लाग्छ कि चारवटै गेममा ब्याटिङ प्लस फिल्डिङ हाम्रो बिलो पार थियो र त्यो चाहिँ इम्प्रुभ गर्न एकदम जरुरी छ अब अगाडि चाहिँ अब यो सिरिजपछि चाहिँ हामीले धेरै अपेक्षा गरेका थियौँ भने कम्ती पनि एउटा दुईवटा भएको भए पनि धेरै फरक पर्न सक्थ्यो अगाडि यो प्रदर्शनपछि कतिको असर गर्छ जस्तो लाग्छ अगाडि अभियसली अब पोइन्ट टेबलमा धेरै असर गर्छ यो भनौँ चारवटा रिजल्टले किनभने हामी अहिले 6th पोजिसनमा छ बट स्टिल मलाई लाग्छ कि अब 5th भएको भए झन् बेटर हुन्थ्यो किनभने दुईवटा गेम जितेको हामी 5th हुन्थ्यौँ र बट स्टिल अब लास्ट टुर छ ओमानको त्यसमा चाहिँ राम्रो रिजल्ट लिएर आयो भने ओडिआई स्ट्याटस रिटेन गर्न सक्यौँ भने मलाई लाग्छ कि एकदमै राम्रो हुन्छ नेपाल क्रिकेटको लागि र अल्टिमेटली त्यही गोल हो हाम्रो जुन ब्याटिङमा चाहिँ जसरी हामीले सफल गरेका थियौँ यसमा चाहिँ कलेज थिएन के रिजन हजुर अब जुन हिसाबको हाम्रो होम कन्डिसन जस्तो विकेट हुन्छ त्यो भनौँ न अबैमा अलिकति डिफ्रेन्ट हुन्छ विकेट्सहरू त्यसले गर्दाखेरि अलिकति भनौँ न त्यो विकेटको अनुसार हामी खेल्न सकेनौँ र त्यो एक्सेप्टेन्स एकदम जरुरी छ जस्तो लाग्छ किनभने त्यो भयो भने त्यसपछि चाहिँ इम्प्रुभमेन्ट गर्न सकिन्छ होइन र मलाई लाग्छ कि हामी त्यसमा चाहिँ ल्याक गऱ्यौँ यो टुर्नामेन्टमा र स्पेसली जुन हिसाबको सर्ट बल्सहरूमा उहाँहरूले टार्गेट गरिरहेको थियो त्यसलाई हामीले बेटर वेमा टार्गेट गरेको भए ट्याकल गरेको भए मलाई लाग्छ कि हामी बेटर रिजल्ट लिएर आउन सक्थ्यौँ र जुन हिसाबले हामी फर्स्ट गेम खेल्यौँ म र दिपिरहेको पार्टनरसिप राम्रो भइरहेको थियो होइन र हामीले 30 रन बनायौँ र मलाई लाग्छ जुन त्यो मोमेन्टहरू हुन्छ नि सानो मोमेन्टहरू त्यो हामी क्याप्चर गर्न सकेनौँ र त्यो मोमेन्ट क्याप्चर गरेको भए फर्स्ट गेममा मलाई लाग्छ कि हामी 210-220 बनाउँथ्यौँ र 210-220 त्यो विकेटमा एकदम गाह्रो हुन्थ्यो चेस गर्न र मलाई लाग्छ त्यही मोमेन्ट्सहरू क्याच गर्न सकेनौँ प्लस अभियसली अब हजुरले भने जस्तो ब्याटिङ त्यो हिसाबले गऱ्यौँ जुन हिसाबले हामी केपेबल छ त्यो रिजन हो अब लास्ट म्याचमा सन्दीप लामिछानेलाई ड्रप गर्ने निर्णय पनि लिनुभयो त्यो कतिको टफ थियो तपाईँहरूको लागि हजुर अभियसली एकदम टफ हुन्छ किनभने अब स्यान्डी दाई प्राइम बलर हाम्रो लास्ट भनौँ न 7-8 वर्षदेखि नै जुन हिसाबले बलिङ गरेर राख्नु भएको छ र त्यो डिसिजन लिन टफ पनि भयो अभियसली र अब यस्तो सिचुएसन क्रिएट भयो जहाँ चाहिँ अब फिङ्गर स्पिनर ललित दाईले राम्रो बलिङ गर्दा पनि उहाँले ड्रप गर्न पुगेको थियो थर्ड म्याच र त्यही हो टिमको कम्बिनेसन र सबै कुरा गर्दाखेरि त्यो डिसिजन लिन पुग्यौँ र मलाई लाग्छ कि त्यो चाहिँ अलिकति टफ डिसिजन थियो बट स्टिल स्यान्डी राम्रो वेमा लिनुभयो सबैजनाले राम्रो वेमा लिनु त्यो एकदम इम्पोर्टेन्ट कुरा हो किनभने सबभन्दा इम्पोर्टेन्ट टिम हो टिमले जित्नु पऱ्यो र त्यो वेमा सबैले लिनुभयो अस्ति भर्खर इन्डियन टिम पनि युरोपियन कन्डिसनमा अलिकति स्ट्रगल गरिरहेको थियो होइन हामीले पनि स्ट्रगल गऱ्यौँ खासमा अलिक तयारी अलिकति अझ लामो हुनुपर्ने हो त्यो कन्डिसनमा खेल्दाखेरि चाहिँ हजुर प्रिपरेसन बेटर अझै गर्न सकिन्थ्यो होइन बट अब टुर सकिसकेपछि चाहिँ त्यो एक्सक्युज दियो भने अलि नराम्रो लाग्छ बट स्टिल मलाई लाग्छ कि अब आउने टुरहरूमा त्यसमा चाहिँ बेटर वेमा प्रिपरेसन गऱ्यो भने चाहिँ लाग्छ कि अझै बेटर रिजल्ट आउन सक्छ प्लस अघि भने जस्तो इन्डियन टिमलाई पनि भनौँ आयरल्यान्डमा गाह्रो भइरहेको थियो त्यो युरोप कन्डिसनहरूमा युके कन्डिसन्सहरूमा सो त्यसमा चाहिँ युज टु हुन एकदम जरुरी छ र होपफुली अब आउने टुरहरूमा राम्रो गर्छ अब सर्ट बलको समस्या एकदम रह्यो होइन उनीहरूले धेरै अट्याक गरे हामीले विकेट पनि दियौँ लगभग सबै ब्याट्सम्यानले स्ट्रगल गरे होइन प्लस ग्राउन्ड पनि अलिकति ठुलो पनि थियो रन बनाउन एकदम गाह्रो थियो रनिङ आउटफिट पनि ठुलो थियो यो सबै खालको हिसाबले चाहिँ एकदम गाह्रो भएन हामीलाई हजुर एक हिसाबले गाह्रो थियो बट स्टिल अब इन्टरनेसनल क्रिकेट खेलिरहेको छौँ भने हामी त्यो सबै कुरालाई एक्सेप्ट गरेर त्यो च्यालेन्जलाई एक्सेप्ट गरेर खेल्नु एकदम जरुरी छ किनभने ओपोनेन्ट टिम पनि त्यही खेलिरहेको छ होइन र अब सर्ट बल फाल्दैमा अब आउट हुने भन्ने कुरा हुँदैन एज अ ब्याट्सम्यान होइन त्यसलाई कसरी ट्याकल गर्ने र मलाई लाग्छ त्यहाँ चाहिँ मेन्टली अलिक माइन्डसेट अलिकति स्ट्रङ भयो भने मलाई लाग्छ सबै कुरो ट्याकल गर्न सकिन्छ होइन
त्यसमा चाहिँ अलिकति हामी पछाडि पऱ्यौँ त्यो चाहिँ एक्सेप्ट गर्न एकदम जरुरी छ एज अ ब्याटिङ युनिट र अब त्यही अब त्यो पर्टिकुलर एरियालाई लिएर अब वर्कआउट गर्नुपर्छ आउने टुरहरूमा र त्यसलाई कसरी ट्याकल गर्ने कसरी बेटर वेमा बेटर रिजल्ट लिएर आउन सकिन्छ त्यो सोच्ने र आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्ने नेक्स्ट अब नेपाल टिमको लागि टप एन्ड सिरिज नै छ होइन अब हामी त्यसको लागि के छ तयारी गर्छौँ अथवा उतै जान्छौँ चाँडै नै हजुर अहिलेसम्म फिक्स भएको छैन टप एन्ड हो कि एसिसी प्रिमियरको भयो अहिलेसम्म केही पनि भन्नुभएको छैन सो फुल्ली अब आउने 3-4 दिनमा थाहा हुन्छ नेपाली फ्यानहरू चाहिँ अलिकति निराश नै छन् होइन उहाँहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ अभियसली किनभने जुन हिसाबले उहाँहरूले अब जित्दाखेरि जति माया गर्नुहुन्छ अब हार्दाखेरि अब हामीले पनि त्यो कुरालाई स्वीकार्नुपर्छ किनभने जहिले पनि भनौँ न हामीलाई ब्याक गर्नुहुन्छ जुन सिचुएसनमा पनि र जुन हिसाबको उहाँहरूको एक्सपेक्टेसन त्यो हामीले मिट गर्न सकेनौँ र हामी पनि एकदम डिसपोइन्टेड छौँ हजुरहरूभन्दा पनि हामी डिसपोइन्टेड छौँ र होपफुली आउने नेक्स्ट सिरिजमा एकदमै राम्रो अझै मिहिनेत गरेर बेटर रिजल्ट दिन्छौँ रिजल्ट त सबैलाई थाहा नै भइसक्यो होइन हामीले जुन हिसाबले सोचेर गएको थियौँ नेदरल्यान्ड्सको टुर हुन्छ भनेर त्यो हिसाबले भएन र त्यसमा चाहिँ डिसपोइन्टमेन्ट छ त्यो बाहेक चाहिँ अब भनौँ न नेक्स्ट टुरमा फोकस हुन्छ र लास्ट टुर अब त्यो सोच जस्तो भएन अब मुभिङ अन नेक्स्ट वान अब त्यसमा चाहिँ बेस्ट दिनु पऱ्यो यसलाई अब कारण चाहिँ के मान्न सकिन्छ खासमा अब कन्डिसन त्यस्तो भएर हो अथवा हाम्रो यसपालि के भयो चाहिँ खास कारण चाहिँ के मान्न सकिन्छ अभियसली अब एउटा फ्याक्टर चाहिँ कन्डिसन हो बट स्टिल आई थिङ्क कन्डिसनलाई मात्र एक्सक्युज नबनाएर आई थिङ्क मलाई लाग्छ कि जुन हिसाबले हामीले ब्याटिङ गऱ्यौँ जुन हिसाबले हाम्रो अप्रोच थियो ब्याटिङमा त्यो चाहिँ अलिकति त्यो इन्टेन्ट देखिएन र मलाई लाग्छ कि त्यसले गर्दाखेरि अलिकति हामी पछाडि पुग्यौँ किनभने एज अ बलिङ युनिट मलाई हामी डिसेन्ट थियौँ थ्रु आउट द टुर्नामेन्ट र ब्याटिङ र फिल्डिङ हो भने किनभने जुन स्ट्यान्डर्डको हाम्रो फिल्डिङ थियो त्यो स्ट्यान्डर्डको फिल्डिङ यो टुर्नामेन्टमा गरेनौँ एउटा म्याचमा 2-3 मेन क्याचेसहरू छोड्यौँ भने प्लस त्यही ब्याट्सम्यानले भनौँ म्यान अफ म्याच लिएर जान्छ 70-80 हानेर भने अभियसली त्यो भनौँ फिल्डिङले पनि त्यो एकदम ठुलो फ्याक्टर प्ले गर्छ गेममा सो मलाई लाग्छ कि 4वटै गेममा ब्याटिङ प्लस फिल्डिङ हाम्रो बिलो पार्थ्यो र त्यो चाहिँ इम्प्रुभ गर्ने एकदम जरुरी छ अहिले 6th पोजिसनमा छ बट स्टिल मलाई लाग्छ कि अब 5th मा भएको भए एकदम बेटर हुन्थ्यो किनभने 2टा गेम जितेको हामी 5th मा हुन्थ्यौँ र बट स्टिल अब लास्ट टुर छ ओमानको त्यसमा चाहिँ राम्रो रिजल्ट लिएर आयो भने ओडिआई स्ट्याटस रिटेन गर्न सक्यौँ भने मलाई लाग्छ कि एकदमै राम्रो हुन्छ नेपाल क्रिकेटको लागि र अल्टिमेटली त्यही गोल हो के छ अरू लास्ट म्याचमा सन्दीप लामिछानेलाई ड्रप गर्ने निर्णय पनि लिनुभयो त्यो कतिको टफ थियो तपाईँहरूको लागि हजुर अभियसली एकदम टफ हुन्छ किनभने अब सेन्डी दाई प्राइम बलर हाम्रो लास्ट भनौँ न 7-8 वर्षदेखि नै जुन हिसाबले बलिङ गरेर राख्नु भएको छ र त्यो डिसिजन लिन टफ पनि भयो अभियसली र अब यस्तो सिचुएसन क्रिएट भयो जहाँ चाहिँ अब फिङ्गर स्पिनर ललित दाईले राम्रो बलिङ गर्दा पनि उहाँलाई ड्रप गर्न पुगेको थियौँ थर्ड म्याच र त्यही हो टिमको कम्बिनेसन र सबै कुरा गर्दाखेरि त्यो डिसिजन लिन पुग्यौँ र मलाई लाग्छ कि त्यो चाहिँ अलिकति टफ डिसिजन थियो बट स्टिल सेन्डले एकदम राम्रो वेमा लिनुभयो सबैजनाले राम्रो वेमा लिनु त्यो एकदम इम्पोर्टेन्ट कुरा हो किनभने सबभन्दा इम्पोर्टेन्ट टिम हो टिमले जित्नु पऱ्यो र त्यो वेमा सबैले लिनुभयो